हेलो एभ्रिवान, गुड मर्निङ। सो गाइस, अहिले चाहिँ म जाँदैछु मन्दिर। आज चाहिँ महामृत्युञ्जय जाँदैछु मन्दिर। उता घरबाट आउनु हुँदैछ सबैजना दिदीहरू। अनि हिजै भन्नुभएको थियो दिदीले तिमी पनि निस्किनु भनेर। र म चाहिँ अब एक्लै निस्केँ कि यहाँबाट चाहिँ हस्बेन्डजी जानुहुन्न, छुट्टी पनि छैन र अब नजाने पनि अरे होइन, एकजना मात्रै आँटिन्छ अरे नि त, त्यसको लागि म चाहिँ हिँडेँ कि। अनि दिदीहरू चाहिँ अहिले फोन गर्नुभएको थियो, ढेका चुली आइपुग्नु भयो अरे। अनि हामी चाहिँ अब निस्केका। म चाहिँ जहाँ जाँदा पनि मलाई अलिकति बाटोसम्म छोड्न जाने चाहिँ हस्बेन्ड हुनुहुन्छ र उताबाट चाहिँ को आउनु हुँदैछ सबैजनालाई देखाउने छु। गाइस, 1 घन्टा बसेको बादमा बल्ल बल्ल दिदीहरू चाहिँ आइपुग्नु भयो होला है भन्छु। त्यहाँ आइपुगे भन्दै हुनुहुन्थ्यो, आइपुग्नु भएको छ कि छैन। राधे राधे सबैजनालाई। गाइस, बल्ल आइपुग्नु भई। भिड छ यहाँ चाहिँ पुरा गाडीमा। पुकु काकालाई खै नमस्ते गरे कि ल जानु। गाइस, हामी चाहिँ अहिले मन्दिर आइसक्यौँ। यहाँ गाडीबाट नामेर यता आउँदै हुनुहुन्छ पछाडि। न यहाँ सब लैसो के लानु छ। यहाँ छ, यहाँ हामी चाहिँ अहिले मन्दिर आइसक्यौँ हो। जाँदैछु मन्दिरमा दर्शन गर्न। के किन्नु भएको? ए ठिक पार्नु भएको? हामीहरूको थाल ल्याएको छ। यता ठिक पार्दै हुनुहुन्छ सबै थोक पूजा गर्ने सामानहरू। उहाँ दिदीहरूसँग खोइ पानी न। अहिले चाहिँ हामी यता दियो धुपकाठीहरू बाल्दैछौँ र दियो धुपकाठी बाल्ने जग्गा चाहिँ अलिक ओरै रहेछ। र अब यहाँ बालेर दियो धुपकाठीहरू बालेर चाहिँ त्यहाँ पछाडि मन्दिरमा गएर अब पानीहरू चढाउन, फुलहरू चढाउन सकिँदो रहेछ। र उहाँ चाहिँ अब धुपकाठी दियो बाल्ने चाहिँ रहेन रहेछ सिस्टम। र यहीँनेरि नै बालेर अब जानु पर्दो रहेछ। अनि हामी चाहिँ यता फास्ट आयौँ र पहिले दियोहरू बालेर अनि मन्दिरमा गएर दर्शन गर्ने भनेर हामी चाहिँ अब यता सबैजना भएर दियोहरू बाल्दैछौँ। यहाँ चाहिँ आरती गरेर अहिले सेक्दैछौँ। हामीले पनि सेक्यौँ यहाँनेरि।
आज चाहिँ हामीले आरती गर्न पनि पायौँ र अब हामी आउँदाखेरि चाहिँ ठिक्क आरती गर्ने बेला पनि भएको रहेछ र अहिले चाहिँ आरती सकेर यता आरती चाहिँ बाहिर आएर अब सेक्नु पर्दो रहेछ यहाँ बाहिर राखिदिनु भएको थियो र सबैजना आएर आरतीहरू पनि सेक्यौँ र धेरै खुसी लाग्यो आज आरती पनि गर्न पायौँ यत्रो टाढाबाट आएर भए पनि होइन पूजाहरू पनि गरिसक्यौँ अब अगरबत्तीहरू त जलाउन दिनुहुन्न र त्यही अब दुध पानीहरू चढाउनु पर्दो रहेछ अनि फुलहरू र सबै त भइसक्यो हाम्रो चाहिँ यहाँ हेर न पुकुले कहाँ हिँडे कि कहाँ हिँड्ने कहाँ जाने कीर्तन गर्नु पर्दैन रामरी बस आइज पुकु ला जान्न अरे हामी गएका नि हामी गएका बाई हामीले चाहिँ अहिले पूजाहरू गरिसक्यौँ अब हामी जाँदैछौँ तल पुरा मन्दिर चाहिँ भिड छ यहाँ हेर्न सक्नुहुन्छ सोमबारको दिन चाहिँ पुरा भिड हुँदो रहेछ है गाइस यहाँ मन्दिर पूजाहरू चाहिँ राम्रोसँग भयो हामी डिमाकोसीबाट हजुर तपाईँ ए कुम्रीकटाबाट आउनुभएको राम हावाले गाइस पुरा भिड छ है मन्दिर चाहिँ हेर्न सक्नु यता चाहिँ जानु हुँदैछ प्रसाद दिनलाई यहाँबाट प्रसाद लि यता चाहिँ हामीलाई माला दिनुभएको थियो यता चाहिँ प्रसादहरू दिनको लागि आउनु भइरहेछ सबैजना मन्दिर चाहिँ आज पुरा भिड छ है हाम्रो यता चाहिँ पूजा गरिसकेर प्रसाद खाँदैछौँ सबैजना बसेर वरिपरि भन्देऊ न त के खान्छ अब पुकुले यता आएर कसले दियो पुकु कस्तो छ कस्तो छ मिठो कस्तो यहाँ पुकुले कति मजाले खाँदैछ प्रसाद यता सबै वरिपरि बसेर प्रसाद खाँदै हुनुहुन्छ पूजा गरिसक्यौँ हामीले चाहिँ
यता चाहिँ प्रसाद खाने जग्गा छ है। यहाँनिर चाहिँ सबै ग्रुप भएर प्रसादहरू खानु हुँदैछ। यहाँ हामीहरूको चाहिँ 2 ग्रुप भएको थियौँ। यहाँनिर मामाहरू खानु हुँदै थियो। हामीहरूको ग्रुप चाहिँ यहाँ छ। 2 ग्रुप भएर खाँदै थियौँ नि त। मामा भानी लाप्पा पर्न आँट्नुभयो फोटो उठाउन। यहाँनिर चाहिँ हामीहरूको ग्रुप छ प्रसाद खाने।